वाउ, सुदूरपश्चिम र लुम्बिनी बीचको फाइनल म्याचको टिकट अनलाइनमा खुल्ने बित्तिकै केही मिनेटभित्रै सोल्ड आउट हुनु भनेको नेपाली क्रिकेटको क्रेजको स्पष्ट प्रमाण हो। यो कुनै साधारण प्रेसिडेन्ट इलेक्सनको नतिजा वा हट केक बिक्री भएको होइन, यो त क्रिकेट फ्यान बेसको सुनामी हो। हाम्रा खेलाडीहरूको लागि ठुलो सम्मान हो। टिकट नपाएका हजारौं फ्यानहरूको उत्साह अब मैदान बाहिरबाट, टिभी स्क्रिनबाट र सामाजिक सञ्जालबाट सिधै खेलाडीहरूको मनोबलमा पुग्नेछ। यसले के देखाउँछ भने अब नेपाली क्रिकेटलाई कुनै सरकारी सहयोग वा राजनीतिक आशीर्वाद मात्र चाहिँदैन, यसलाई चाहिएको छ स्तरीय प्रदान, जसले यो 200 गुणा ठुलो फ्यानहरूलाई मैदानमा समाहित गर्न सकोस्। लुम्बिनी र सुदूरपश्चिम दुवैलाई मेरो सुझाव, यो म्याच फ्यानका लागि हो। तपाईहरूले आज जुन पब्लिक डिमान्ड देख्नु भएको छ त्यसलाई वर्ल्ड क्लास पर्फर्मेन्स दिएर न्याय दिनुहोस्। भोलिको खेल प्रान्तीय प्रतिष्ठाको मात्र होइन, यो नेपाली क्रिकेटको भविष्य कति उज्यालो छ भन्ने कुराको फाइनल टेस्ट हो। म्याच मात्र होइन, पुरा देशको मन जित्नुहोस्।